अनि रोक्ने कुरा नि भएन। त्यत्रो छिटो ल्याउँदा त्यहाँ 7:30 भइसक्यो। कति घन्टा गयो जाम भयो क्या पुनैकापमा पुनैकापमा जामले खतम पार्यो। तपाईँहरूको रुमबाट निस्किने जामले खतम पार्यो। तपाईँ क्यामेरा राम्रो होला तपाईँ त नयाँ मोबाइल हो नि मेरो त 8 वर्ष भइसक्यो। बस 1 वर्ष थियो होला सायद यो किन्दाखेरि। नेपालमा जस्तो जे निकाले नि अझै 3 कुरिन आइपुगेको छैन? आयो ऊ आयो सिनामङ्गल। हजुर म एयरपोर्ट जाँदैछु ल बाटोमा छु अहिले एकैछिनमा कल गर्छु है। ल 3 कुनेबाट यता एयरपोर्ट साइड जाँदैछु ल एकैछिनमा कल गरिहाल्छु। मम्मी आइसक्नु भयो ममा रूपा। यो चाहिँ हाम्रै पछाडि। हजुर हाम्रै पछाडि। ए होइन हो रहेछ हजुर सेम चीज देखेर होइन त्यो एकाउन्टमा छ। कालीमाटी इक्जामबाट आएर त्यहाँ आइपुग्यो। होइन यही बाटो आउँछ। हामी बाटै आएको रे खोला बाटै। हेलो कहीँ पुग्नु? कहाँ? 3 कुने? ल ल हामी पुग्यौँ। मराका साँडे हो निधाएर बसेका छौ। केही पनि गरेन भर्खर भित्र छिर्दैछु। म हजुरबालाई फोन गर्छु ल। ल ल बाटो जाऊ भन्छ मलाई त साँडेहरू सबै निधाएर बस्छ क्या। हजुरबा हामी आइपुग्यौँ आउनु। यहाँ त गेटभित्र छिर्दैछु। हजुर हस् हस्
छोडिदिएर छ त यहाँ त फेरि आज त गफ गरेर हेलो हामीले लाग्यो भनेर सकी आइज तर हामी हिँड्नु पर्ने होला ल ल जाने भिड छ आज जापान र कोरियाको फ्लाइट छ आज के मान्छे बेसी म ठ्याक्क ट्याक्सीमै छु झरेको छुइनँ म हेर्छु ल यहाँदेखि जाम छ नि एयरपोर्ट जाम ल अनि फोन गर्छु। जामै जामले खतम पार्छ जाम जति धेरै जाम भयो त्यति धेरै तेल खान्छ कि गाडीमा सामान हेर्नु लागि कम खान्छ भाइ ड्राइभरले तेलै हामीले उठ्यो है जापान र कोरियाको फ्लाइट भइसकेपछि एयरपोर्ट थाम्न सक्दैन पानी चाहिँ ल ल छिटो आऊ। मान्छे कुर्नुपर्छ एयरपोर्ट त आज त के जापान पुरै पुरै थाहा है यताबाट